हेलो साथीहरू, हामी चाहिँ यो चाहिँ भाले चाहिँ हामीले चाहिँ बाजिराखेको थियो क्या। केपी ओली र बालेनको कसले जित्छ भनेर बाजिराखेको थियो। त्यो बाजी जितेको भाले हो क्या यो चाहिँ हामीले खाएको भाले चाहिँ। तर अलिक ढिला भयो, अब चुनाव त सकिसक्यो, त्यही पनि हाम्रो बाजी त पुरा गर्नु पऱ्यो। बाजी चाहिँ फेरि कोसँग भनेदेखि आफ्नै भेनासँग क्या। अहिले फेरि यो भिडियो भेनाले देख्नुभयो भने फेरि भेनाले फेरि मलाई उडाउनुहुन्छ, किनभने नभन्नु है भनेको छ क्या। मलाई हारेको नभन्नु भनेको छ। त्यही पनि मैले चाहिँ ल भन्दिनँ भनेर मैले जितेपछि भिडियो बनाउनु पऱ्यो। बाजी चाहिँ कस्तो भने झापामा चाहिँ केपी ओली र बालेनको थियो नि त, प्रतिस्पर्धा थियो नि त। अनि मैले चाहिँ बालेनले नै जित्छ, एन्नी हाउ जसरी भने बालेनले त्यहाँ जित्छ भनेर भनेको थिएँ। अनि भेनाले चाहिँ होइन, त्यहाँले बालेनले कुनै हालतमा जित्दैन, केपी ओलीले नै जित्छ भन्नुभएको थियो। अनि ल नि त बाजी राखौँ भनेर मैले भनेको थिएँ। अनि ल हुन्छ भन्नुभयो। भने जित्छ मात्रै होइन, बालेनले चाहिँ के अरे राजसपाले घन्टी पार्टीले चाहिँ 2/3 बहुमत पनि ल्याउँछ होइन। बहुमत त भएन, के अरे ठुलो पार्टी, सबैभन्दा ठुलो पार्टी बन्छ। अनि घन्टी सबैभन्दा ठुलो पार्टी बन्छ। अनि त्यसपछि बालेनले झापामा जित्छ भनेर भनेको थिएँ। अनि ल ठिक छ भनेर राखौँ न त बाजी भनेर बाजी राखेको थियौँ। अनि यो चाहिँ अब अस्ति नै खानुपर्ने हो खासमा जित्न बित्तिकै, तर बिचमा अब अरू पनि काम थियो नि त, त्यो भएर चाहिँ हामीले अहिले खायौँ। यो चाहिँ अलि धेरै नै भइसक्यो। अब बालेन प्रधानमन्त्री हुने बेला भइसक्यो, त्यही पनि हामीले बाचा चाहिँ पुरा गऱ्यौँ फाइनल्ली। यो भाले चाहिँ उता हामीले झोरबाट लिएर आएको। यो भाले चाहिँ 3000को हो, झोरबाट साथीकोबाट लिएर आएको। त्यहाँ चाहिँ फेरि एकदम राम्रो भाले पाइन्छ क्या झोरतिर चाहिँ। हाम्रो त्यो गाउँतिर जस्तो एकदम मजाले त्यो पाखामा यसरी चरेको, त्यसरी खुल्ला ठाउँमा चरेको हुन्छ क्या। अनि त्यहाँ त्यो भएर हामी चाहिँ प्रायः जसो झोरबाट ल्याउँछौँ क्या भालेहरू चाहिँ यसपालि पनि। अनि झोरबाट पनि लिएर आएको। अनि फेरि एउटा यो कहानीमा ट्विस्ट पनि छ क्या। अब सबै कुरा त भन्न मिल्दैन। यो भाले चाहिँ हामीले ल्याएर काट्ने बेलामा है यस्तो दुःख पायो है। भाले काट्ने बेलामा टक्क भाले साले रेडी गरियो होइन। अनि के अरे खुकुरी सुकुरी रेडी गरेर आगो सागो रेडी भयो। अनि भाले चाहिँ समाएर अब काट्नु पऱ्यो भनेर समाएको। भान्जा र म भएर भाले समाउनु लागेको। भाले उडेर पारिपट्टि गयो त्यो। अनि पारिपट्टि भाले गयो। अनि भाले चाहिँ अनि बल्ल तल्ल म अनि भान्जा एलिना राई भएर चाहिँ बल्ल अनि सानो भान्जी भएर अनि बल्ल तल्ल समातेर ल्यायौँ। भाले झन्नै उम्केको, तर अजिङ्गरको मुखमा परेपछि किन उम्किन सक्थ्यो र। दैवले पनि अजिङ्गरको आँखा दैवले जुराउँछ भन्ने जस्तो हामीले त्यसलाई उम्किन दिनौँ। अनि हामीले चाहिँ त्यसलाई चाहिँ ल्याएर टक्क काटकुट पारेर पोलपाल पारेर भुटभाट पनि बनाइयो होइन। अनि झोलसँग लास्टमा मस्तसँगले खाइयो, बाजी जित्यो। अब बालेन प्रधानमन्त्री हुन्छ यो देशमा। त्यसको लागि चाहिँ हामी एकदमै त्यसको इन्तजारमा छौँ। अब चाँडै प्रधानमन्त्री हुन्छ यो देशमा, केही ढेन्टाड्याङ हुन्छ भन्ने आशामा छौँ। सबैजना आशावादी हुनु पऱ्यो है साथी हो। अनि यसरी बाजी जित्नु पऱ्यो। यसको सुपसँग यस्तो मिठो भात खाइयो कि वाउ। यो चाहिँ किन पनि मिठो थियो भने यो बालेनले जितेको बाजी हो, त्यो कारणले पनि मिठो थियो क्या। त्यो कारणले पनि यो चाहिँ एकदम खुसियाली थियो। भाले त अरू बेला पनि खाइरहेको खाना त, तर यो चाहिँ विशेष थियो क्या मेरो लागि।